ए भगवान के दिक्क लाग्यो त। सहकारीबाट आएका छन्, ब्याङ्कबाट आएका छन्, लकवित्तबाट आएका छन्, फुट्या कौडी गोजीमा छैन, भाव त तिर्नु हुन्थ्यो, क्लोजिङ लागेर भन्छन्, के को क्लोजिङ हो, तिनीहरूको पैसा भागा भए त तिर्दिनु हुन्थ्यो नि। 1 रुपियाँ छैन, कहाँ जाम होला, कहाँ भागौँ होला। के भयो बङ्गाली, तपाईँ यति धेरै विरक्त मान्नु भा, साह्रै विरक्त मान्नु भा, के पर्यो जिन्दगीमा यति धेरै विरक्त मान्नु भा त गंगा दिदी? के हुनु नि, दिदीले पायो भन्दामा ब्याङ्कबाट पनि, सहकारीबाट पनि, लघुवित्तबाट पनि ऋण लिनुभयो, व्यापार बिजनेस गर्छु भन्नुभयो, व्यापार बिजनेस पनि डामाडोल भइगयो। अब अलिअलि भएको पैसा ल्याएर बचत गरिदिन पनि त्यो पनि खाएर ल्याउनु भयो, विरक्त त लागिहाल्छ नि। दिक्क मानेर हुन्छ त, समस्याको त समाधान पो खोज्ने हो त, त्यो ऋण कसरी तिर्ने भनेर उपाय पो खोज्ने त, यसरी दिक्क मानेर हुन्छ त। आफूले ऋण लिइसकेपछि त्यो तपाईँको ऋण के अरूले तिर्दिन्छ जस्तो लागेको छ? तिर्दैन नि, यो त आफैले तिर्ने हो जसरी पनि। त्यही भएर आफ्नो समस्या के परेको छ संस्थामा गएर सबै कुरा भन्ने, अनि त्यो ऋण कति समयभित्र तिर्न सक्छु त्यसको बारेमा छलफल गर्ने, त्यो उहाँहरूलाई पनि जानकारी गराउने, अनि त्यो ऋण तिर्ने उपायहरू खोज्ने हो। तपाईँले त कसरी तिर्ने भनेर तपाईँले सोच्ने हो। कहाँ दिक्क मानेर भागेर सुख पाइन्छ? सुख पाइँदैन नि अहिले त। अब त झन् नियम कानुन पनि कडा हुँदैछ, सरकारी सेवा सुविधाहरूबाट वञ्चित गराउन सक्छन्। त्यसरी ऋण लिएर ऋण खाइसकेपछि भाग्ने होइन। त्यो सहकारी संस्था पनि आफ्नै संस्था हो। अब ब्याङ्कहरू जहाँबाट लिएको छ त्यो ठाउँमा तपाईँ गएर ऋण तिर्नलाई चाहिँ हजुरले सम्पर्क गर्नुपर्छ। भागेर